सासूले घरको नोकरलाई पुरै वरिपरि सफा गर्न पठाए। राति जब राहुल कोठामा आयो उसले भन्यो, कोठाबाट किन यस्तो गर्न आइरहेछ? खै कता भएर आइरहेछ थाहा भएन भाइ। अञ्जली मनमनै सोचे, भोलि बिहान सबैभन्दा अगाडि उठेर यसलाई म फाल्नु पर्ला। बिहान 4 बज्छ। अञ्जली हतार हतारमा त्यो प्लास्टिक लगेर बाहिर जान थाल्छे। उसको सासू त्यहाँ आइपुग्नुहुन्छ। अरे आमा, तपाईँ कति चाँडो उठ्या? यत्रो 4 बजे? हामी त गाउँमा 4 बजे उठ्छन्। तिमी पनि छिटो उठ्दो रहेछौ, खुसी लाग्यो। तर यो रुमबाट चाहिँ किन पोत गन्नाइरहेछ? मैले त सबै सफा गर्न पठाएको थिएँ। खै आमा, थाहा भएन। मिल्नु आऊ है। आज हामीहरू मन्दिर जाने भनेको थियौँ। नआएर मन्दिर जानुपर्छ। हुन्छ आमा,